हेलो गाइस, वेलकम छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। अन्त यो चाहिँ रहेको छ चुचे करेला। अनि चुचे करेला यत्रो भएको छ हाम्रो चाहिँ चुचे करेला। अन्त यता चाहिँ रहेको छ यो चाहिँ भर्खर छरेको हामीले चाइनिज साग है। अनि हामीले चाहिँ यस्तो छेउछेउमा चाहिँ साग रोपिदिएको छौँ। यो चाहिँ चाइनिज साग यत्रो भएको छ भर्खर रोपेको है। अन्त यहाँ चाहिँ रहेको छ साग हैन। यो चाहिँ हामीले बाक्लो किन छरेको भने उता के भन्छ सार्नु भनेर छरेको। अन्त सारी पनि सक्यौँ। अनि यो चाहिँ यत्रो भएको छ। अनि यहाँ चाहिँ रहेको छ हामीले केराउ गरेर छरेको, तर यहाँ चाहिँ पातलो उम्रेको छ है। अनि यसको साथी चाहिँ अब भरे देखाउँछु। अनि यहाँ चाहिँ रहेको छ आलु। अनि आलु चाहिँ यत्रो भइसकेको छ। अनि आलु यो चाहिँ त्यहाँदी मात्रै छ, अब तल पनि छ यसको साथी है। अनि यहाँ चाहिँ हामीले धनियाँ छरेको छौँ, यस्तो छ धनियाँ चाहिँ। अनि साग चाहिँ हाम्रो यस्तो छेउछेउमा रोपेको, तर अलिक धेरै कस्तो भएको छ। अनि यहाँ पनि धनियाँ छरेको छ है, उम्रिने बाँकी नै छ, भर्खर छरेको। अनि यो धनियाँ चाहिँ जुनै टाइममा पनि हुने रहेछ। अनि हामीले चाहिँ अस्ति भर्खर के भन्छ छरेर पनि उम्रेर पनि हैन, बेचेर पनि यत्रो अझै हामीले छरेको छौँ। अन्त यहाँ चाहिँ रहेको छ चम्सुर। अनि हामीले चाहिँ यस्तो छरेको, तर यस्तो बाक्लो भएछ कोहीमा चाहिँ खाली ठाउँ भएछ। चम्सुर चाहिँ हामीले यति छरेको छौँ। अनि यति छरेको छौँ। अनि यहाँ चाहिँ रहेको छ फेरि चुचे करेला हैन, यत्रो भइसकेको छ। यो चाहिँ अब फल्छ कि फल्दैन थाहा छैन, उसको सिजन अहिले हो कि होइन त्यो पनि थाहा छैन है। अन्त यस्तै हो। अनि यहाँ चाहिँ रहेको छ बोडा, तपाईहरुले देख्न सक्नुहुन्छ। यो बोडा चाहिँ फुलिसकेको छ। अन्त यहाँ पनि रहेको छ बोडा हैन, बोडा चाहिँ यति धेरै छ है साथीहरु बोडा। अनि यहाँ चाहिँ रहेको छ, यहाँ पनि बोडा नै रहेको छ। अनि यहाँ चाहिँ आलु रहेको छ साथीहरु, आलु है, आलु। अन्त यहाँ नि बोडै रहेको छ, बोडा। अनि अन्त यहाँ पनि आलु रहेको छ है। अनि यहाँ चाहिँ रहेको छ सुँगुर पनि हामी पाल्छौँ है। यो सुँगुर दुईटा सुँगुर छ हाम्रो चाहिँ। अनि पर पनि दुईटा छ, त्यो दुईटा ठुल्ठुलो भइसकेको छ। अनि यो चाहिँ सानो सानो दुईटा छ है। अनि म चाहिँ यता गएँ। अब यहाँ चाहिँ हामी लसुन रोपेको छौँ है। लसुन चाहिँ यत्रो भइसकेको छ। यसलाई चाहिँ पोडमेल गरेर यत्रो हामीले बनाइसकेको छौँ। अनि यहाँ चाहिँ अलिक साग पनि छेउछेउमा रोपेको छौँ। अनि यहाँ चाहिँ धेरै अलिक चिसो पनि हुन्छ, पानी नलाए पनि, त्यही भएर यहाँ चाहिँ अलिक साग बाँचेको छ। अरू ठाउँमा चाहिँ अलिक कस्तो छ है। अनि यहाँ पनि आलु हैन, आलु चाहिँ हाम्रो यत्रो बोट भइसकेको छ। अनि आलु यत्रो बोट भइसकेको छ। अनि यो आलु चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ, आलुको बोट। अन्त यहाँ चाहिँ रहेको छ केराउ। अनि बीचबीचमा चाहिँ साग पनि छ हैन। अनि केराउ अन्त यहाँ चाहिँ केराउ पनि रहेको छ। अनि मैले चाहिँ लास्टमा देखाउँदैछु, यो चाहिँ आलु है, आलु। अनि यो चाहिँ ऊ पर कुनाको है साथी हो यो चाहिँ आलु। आलु चाहिँ यस्तो छ साथीहरु, आलु। अनि यो आलु चाहिँ है, यसको साथी यो आलु चाहिँ है। अनि यति नै रहेको छ हाम्रो बारीमा चाहिँ है। अनि म चाहिँ हाम्रो बारी
चाहिँ यति नै रहेको छ। अन्त म चाहिँ फर्स्ट टाइम होइन भिडियो बनाउँदैछु, मलाई चाहिँ कस्तो अलिक साह्रो पनि लागिरहेको छ। अनि म चाहिँ जाँदैछु। यहाँ पनि हाम्रो चाहिँ यहाँ चाहिँ हामीले यो चाहिँ साग सारेको, तर यस्तो वरि भएको छ है। अनि अलिक कोही बाँचेको कोही मरेको छ। अनि यहाँ एक ठाउँ छ है। अनि यहाँ छ, अनि यहाँनिर यो चाहिँ हामीले सुँगुरको मल हालेको। अनि अनि यस्तरी छ यहाँ पनि है। अनि यहाँ चाहिँ रहेको छ मेरो भदैनी है, को चाहिँ हाँसेकै गर्छ। अनि यति नै, यति भन्दै बाई बाई गाइस, बाई बाई।